तपाईँले एउटा जादु देखाउँछु ल हेर्नुहोस् ल मेरो नयाँ ड्रेस आइज मेरो हातमा एउटा नयाँ फोन आइज गयो मैले मलाई मेरो नयाँ लुगा माग्दिन्छ वान्चिकाको पनि नयाँ ड्रेस आइज अम्मो छोरी मलाई पनि एउटा चिज मगाइदेऊ न मेरो आमाको हातमा एउटा नयाँ आइफोन आइज हेक अनि के हो यस्तो बोक्सी हो क्या हेक मलाई त पत्ता नै तपाईँले मलाई बोक्सी भन्नुभएको तपाईँले मलाई नपताउनु भएको पर्खिनुहोस् मेरो बाबाको दुईटा खुट्टा भाँचिहालोस् खै मेरो त खुट्टा भाँच्दैन त हेलो पलक दिदी सुन्नुहोस् न तपाईँले काम गर्ने अफिसको बोसको नि भर्खरै कार एक्सिडेन्ट भएर दुईटै खुट्टा भाँचिछ